सबैमा नमस्कार प्रणाम। बित्दै गरेको समय, झर्दै गरेको पात र बदलिँदै गएका मानिसहरूले जिन्दगीका धेरै गहिरा पाठहरू सिकाउँछन्। जुन घरमा नारीको इज्जत हुन्छ त्यो घरमा कहिल्यै दुःख हुँदैन। आफ्ना बच्चाहरूलाई उनीहरूका सामान्य आवश्यकता नदिए केही बेर रुन्छन्, तर शिक्षा र संस्कार दिएन भने जीवनभर रुन्छन्। कमजोर मानिसले बदला लिन्छ, बलियो मानिसले माफी दिन्छ र बुद्धिमान मानिसले भुलिदिन्छ। परिस्थिति जस्तो सुकै होस्, धैर्य गर्न सक्नुपर्छ, किनकि समय आएपछि टर्रो केरा पनि गुलियोमा परिणत हुन्छ। पछिल्लो पुस्ताले सम्बन्ध जोगाएर गए, अहिलेको पुस्ताले सम्बन्ध तोड्दैछन् र अब आउनेवाला पुस्ता सम्बन्ध बिना बाँच्न मन पराउँछन्। हस्त शुभ दिन। जहाँ हुनुहुन्छ स्वस्थ, व्यस्त र मस्त रहनुहोला।